हेलो गाइज, वेलकम टु माई न्यू च्यानल। आजबाट म यो जावाको न्यू सिरिज सुरु गर्न गइरहेको छु। यो कोर्समा बेसिकली बिगिनर फ्रेन्डली हुनेछ। एक्सपिरियन्स नभए पनि हजुरहरू यो कोर्स लिन सक्नुहुनेछ र राम्रो जावा डेभलपर हुन सक्नुहुनेछ। इफ यु वान्ट टु बिकम अ जावा डेभलपर यु क्यान फलो दिस च्यानल है। यो कोर्सको लागि मैले यो टपिकहरू कभर गर्नेछु। डाइरेक्टली जावामा जम्प गर्नुभन्दा अगाडि प्रोग्रामिङ भनेको के हो, हामीलाई किन प्रोग्रामिङ ल्याङ्ग्वेज चाहियो, अनि त्यसपछि मात्र हामी जावामा सिक्नेछौँ। जावामा कसरी कोडहरू लेख्ने, कसरी एक्जिक्युट गर्ने, होइन, यसको रुल्सहरू के हो, किवर्डहरू के हो, कहाँ स्टोर हुन्छ भनेर हेर्नेछौँ है त। हामी सँगसँगै इन्टरभ्यूको क्वेसनहरू पनि हेर्नेछौँ, कसरी इन्टरभ्यूको लागि प्रिपेयर हुने, कसरी इन्टरभ्यूहरू क्र्याक गर्ने भनेर पनि हेर्नेछौँ है त। यो कोर्सको लास्टमा हामी रियल वर्ल्ड प्रोजेक्टहरू पनि गर्नेछौँ, जसरी हामीले सिकेको कुराहरू कसरी इम्प्लिमेन्ट गर्ने, होइन, के को लागि युज हुन्छ भने एक्चुअली हामीले थाहा हुन्छ। त्यसको लागि हामी रियल प्रोजेक्टमा पनि काम गर्नेछौँ। लेट्स स्टार्ट विथ प्रोग्रामिङ। प्रोग्रामिङ भनेको के हो त? कम्प्युटरलाई यो स्टेप फलो गरेर यो स्पेसिफिक टास्क पर्फर्म गर्नु है भनेर दिने इन्स्ट्रक्सनलाई नै प्रोग्रामिङ भनिन्छ। हामीलाई थाहा छ कम्प्युटरले आफै सोच्न सक्दैन, त्यही भएर हामीले केही टास्क गराउनको लागि हामीले चाहिँ इन्स्ट्रक्सनहरू पनि दिनुपर्ने हुन्छ है। त्यो राइटिङ इन्स्ट्रक्सन दिने प्रोसेसलाई नै प्रोग्रामिङ भनिन्छ। हामीलाई थाहा छ कम्प्युटरले बाइनरी नम्बर मात्र बुझ्छ, किनकि कम्प्युटर भनेको इलेक्ट्रिक डिभाइस हो, त्यहाँ चाहिँ धेरै स्विचेसहरू हुन्छ हो। स्विचेस भनेको चाहिँ स्विचेस अन भयो भने चाहिँ 1 भनेर बुझौँ, स्विचेस अफ छ भने चाहिँ 0 भनेर बुझौँ। र कम्प्युटरमा हरेक कुराहरू चाहिँ 0 र 1 ले चाहिँ रिप्रेजेन्ट गरिरहेको हुन्छ। त्यसैले अब हामीले इन्स्ट्रक्सन त दिनुपर्छ भन्यौँ, तर हामीले चाहिँ 0 र 1 को रूपमा पनि दिएर सम्भव हुँदैन, त्यहाँ धेरै डिफिकल्टिजहरू हुन्छ है, अनि हामीले बुझ्न गाह्रो हुन्छ। त्यही भएर चाहिँ प्रोग्रामिङ ल्याङ्ग्वेजहरू चाहिँ हामीलाई चाहिएको। प्रोग्रामिङ ल्याङ्ग्वेज भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ उसले चाहिँ मेडिएटरको रूपमा चाहिँ काम गर्छ। हामीले चाहिँ ह्युमन ल्याङ्ग्वेजको रूपमा चाहिँ इन्स्ट्रक्सनहरू दिन्छौँ र प्रोग्रामिङ ल्याङ्ग्वेजमा लेख्छौँ, र प्रोग्रामिङ ल्याङ्ग्वेजले चाहिँ त्यसलाई चाहिँ कम्प्युटरले बुझ्ने भाषामा कन्भर्ट गरेर कम्प्युटरलाई दिन्छ र कम्प्युटरले एक्जिक्युट गर्छ है। त्यही भएर चाहिँ हामीलाई प्रोग्रामिङ ल्याङ्ग्वेज चाहिएको हो। र प्रोग्रामिङ ल्याङ्ग्वेजको इक्जाम्पलहरू भनेको पाइथन, जावा, जावा स्क्रिप्ट, C++ है। र अब यो चाहिँ रिक्वायरमेन्टको अनुसारले, आफ्नो इन्ट्रेस्टको अनुसारले हामीले चाहिँ चुज गर्न सक्छौँ कस्तो प्रोग्रामिङ ल्याङ्ग्वेज हामी युज गर्छौँ भनेर। र यो कोर्सलाई चाहिँ मैले चाहिँ जावा चुज गरेको छु र यो मोर ओभर यो जावामै हुनेछ है। र अब हामी टाइप्स अफ प्रोग्रामिङ ल्याङ्ग्वेज हेर्नेछौँ है त। फर्स्ट भनेको चाहिँ लो लेभल ल्याङ्ग्वेज है। यो चाहिँ हार्डवेयरसँग चाहिँ धेरै क्लोज हुन्छ, जस्तो कि यसले बुझ्ने भाषा भनेको चाहिँ 0 र 1 मा चाहिँ धेरै बेस हुन्छ। यो चाहिँ मेसिन एन्ड एसेम्ब्ली प्रोग्रामिङ ल्याङ्ग्वेज भनेको छ। त्यही भएर चाहिँ यो बुझ्नलाई चाहिँ एकदम डिफिकल्ट हुन्छ, त्यही भएर यसलाई चाहिँ लो लेभल ल्याङ्ग्वेज भनिन्छ है। अनि हाई लेभल ल्याङ्ग्वेज भनेको चाहिँ ह्युमन ल्याङ्ग्वेजको जस्तै हुन्छ, ह्युमन ल्याङ्ग्वेजै हो अनि इजी टु अन्डरस्ट्यान्ड है। यसको इक्जाम्पल भनेको जावा, पाइथन, C++। अनि प्रोसिडुरल प्रोग्रामिङ ल्याङ्ग्वेज भनेको चाहिँ यसले चाहिँ स्टेप बाई स्टेप इन्स्ट्रक्सन चाहिँ फलो गर्छ, फोकस गर्छ त्यस्तो प्रोग्रामिङ ल्याङ्ग्वेज चाहिँ प्रोसिडुरल प्रोग्रामिङ ल्याङ्ग्वेज भन्छ। यसको इक्जाम्पल भनेको चाहिँ C, पास्कल। अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ ल्याङ्ग्वेज भनेको चाहिँ हरेक कुरालाई चाहिँ उसले अब्जेक्टको रूपमा, क्लासको रूपमा ट्रिट गरिरहेको हुन्छ। जस्तै कि यो बुक, यो डायरी भनेको एउटा अब्जेक्ट हो, म भनेको एउटा अब्जेक्ट हो। हरेक कुरालाई चाहिँ रियल वर्ल्ड अब्जेक्टसँग चाहिँ यसले चाहिँ रिलेट गरिरहेको हुन्छ। त्यस्तो प्रोग्रामिङ ल्याङ्ग्वेज अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ ल्याङ्ग्वेज हुन्छ। पछि हामी लेक्चरमा हेर्नेछौँ। र स्क्रिप्टिङ ल्याङ्ग्वेज भनेको चाहिँ अटोमेट टास्कहरू गर्नलाई, वेब स्क्रिप्टिङहरू लेख्नलाई, होइन, स्मल प्रोग्रामहरू बनाउन चाहिँ हामीले चाहिँ स्क्रिप्टिङ ल्याङ्ग्वेजहरू युज गर्छौँ, जावा स्क्रिप्ट, PHP। र फङ्सनल प्रोग्रामिङ ल्याङ्ग्वेज भनेको चाहिँ यसले चाहिँ फङ्सनमा चाहिँ धेरै फोकस गर्छ, रेदर देन अब्जेक्ट्स प्रोसिडर्समा भन्दा पनि फङ्सनमा फोकस गर्ने प्रोग्रामिङ ल्याङ्ग्वेजलाई चाहिँ फङ्सनल प्रोग्रामिङ ल्याङ्ग्वेज भनिन्छ। स्केला, यसको इक्जाम्पलहरू हास्कल है। र अब जावा प्रोग्रामिङ ल्याङ्ग्वेज चुज गरेर सबै पढ्नेछौँ, कोडहरू गर्नेछौँ, इम्प्लिमेन्टहरू गर्नेछौँ है त। भिडियोमा यति नै। अब अर्को भिडियोमा हामी भेट्नेछौँ, त्यसमा चाहिँ जावाको बारेमा अझै मोर डिटेलली हामी कुराहरू गर्नेछौँ है। थ्याङ्क यू फर वाचिङ।